साउन महीनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन्। विशेष गरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गरिन्छन्। यो महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकोले बिहान स्नान गरी शिवालयमा पूजाआर्जा एवं दर्शनमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। जनकपुरको विभिन्न शिवालयहरूमा श्रद्धालुहरूको बिहानैदेखिको घुइँचो लागेको थियो। विशेष गरेर जनकपुरको शिवचौक स्थित रहेको शिव मन्दिर, क्षीरेश्वर, कुपेश्वर, जलेश्वर र कपिलेश्वर लगायतका शिवालयहरूमा श्रद्धालुहरूको घुइँचो देखिएको थियो। शिवालयमा रातो र एवं हरियो परिहिरणमा सजिएका भक्तजनले भरिभराउ देखिएका थिए। विवाहित महिलाले प्रतिको दीर्घायुको कामना एवं अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ प्रचलित छ। सुख शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको उल्लेख पाइन्छ। पहिलो पटक साउने सोमबारको व्रत गर्नेहरूले 5 वटा सोमबार परे वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता छ। विशेष कामना सहित साउनको सोमबारको व्रत गर्नेहरूले अन्तिम सोमबार गोदान पूर्ण पात्र सहित कामना होस् भनी व्रत समापन गर्छन्। विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारणले अधिकांश शिवालयहरूमा श्रद्धालुहरूलाई प्रवेशका लागि मास्क अनिवार्य गरिएको देखिएको थियो। श्रद्धालुहरू मास्क लगाएर पूजा पाठ गरेका छन्।